नमस्ते, मेरो नाम चाहिँ मिमी सिंह ताना हो। म चाहिँ यही बागमती गाउँपालिका वडा नम्बर 6 तिनतलेमा बस्छु। म चाहिँ यही श्री जनता माध्यमिक विद्यालयको 2082 सालको एससी परीक्षार्थी हुँ। विद्यालयको सबभन्दा टप विद्यार्थी हुनुहुन्छ। धेरै राम्रो नतिजा A+ ल्याउनु भएको छ। यो A+ ल्याउन तपाईको चाहिँ भूमिका अथवा यो A+ ल्याउनुको मुख्य रहस्य चाहिँ के हो? यो A+ ल्याउनुको मुख्य उद्देश्य भनेको चाहिँ यस विद्यालयको शिक्षकहरूले मेरो फ्यामिलीबाट नै सपोर्ट पाएकोले मैले यो A+ ल्याउन सफल भएको। अनि आफैले पनि मेहनत गर्नुपर्ने गरेर आफ्नो मेहनत पनि भूमिका त्यहाँ चाहिँ ठुलो रह्यो हैन। दैनिक कति समय पढ्नुहुन्थ्यो? दैनिक त्यही यतिकै पढाइ भएर बेला 3-4-5 घन्टा जति पढ्ने चाहिँ अनि फेरि यतिकै बिदा भएर चाहिँ हुन्थ्यो 5-6 घन्टा जति। अनि सबैभन्दा गाह्रो विषय तपाईलाई कुन लाग्थ्यो? खै मलाई सबै पढेपछि त्यति गाह्रो चाहिँ लाग्दैन थियो, सबै समानै हो। जोस् अध्ययन गर्दै गएपछि सबै विषय चाहिँ सामान्य जस्तो लाग्यो। कसले तपाईलाई प्रेरणा दियो यसरी यो सफल एसईमा यसरी टप स्टुडेन्ट बन्ने एउटा चाहिँ प्रेरणा अथवा चाहिँ तपाईलाई चाहिँ एउटा हौसला चाहिँ कसले दियो? फर्स्ट सुरु चाहिँ मेरो बाबाले दिनुभयो, अनि फेरि पछि चाहिँ फ्यामिलीबाट, अनि यहाँ भएको यस विद्यालयको शिक्षकहरूले पनि मलाई धेरै प्रेरणा दिनुभएको थियो ल्याउनको लागि चाहिँ। जस्तै अब यो परीक्षा सञ्चालन हुँदै गर्दाखेरि र सँगसँगै त्योभन्दा अगाडि एसईको तयारी गर्दै गर्दाखेरि त धेरै समस्याहरू, धेरै तनावहरू हैन, चिन्ताहरू हुन्थ्यो नि त। त्यो चिन्ता र यो तनाव व्यवस्थापन चाहिँ कसरी गर्नु? पहिला यसो चिन्ताहरू हुँदाखेरि उसहरू हुँदाखेरि अब आराम पनि चाहिन्छ, सधैँ त्यो पढाइ पनि हुँदैन हैन। हजुर। जस तपाईले आफ्नो तनाव व्यवस्थापन चाहिँ सुरुमै आफूले जुन खालको तयारी गर्नुपर्ने छ, आफूलाई आवश्यक पर्ने जुन छ त्यो चाहिँ पहिला तयारी गर्दै जाने, अनि पछि एकैतालमा लोड हुँदैन लास्टमा। धेरै राम्रो हो। भविष्यमा तपाईँ के बन्ने लक्ष्य छ? भविष्यमा सकेसम्म नर्स बन्ने भनेर गरेको। नर्स बन्ने। तपाईँ अब यो कुन फ्याकल्टी लिएर पढ्दै हुनुहुन्छ? साइन्स, बायोलोजी। अब साइन्स र बायोलोजी त यो जनतामा छैन होला? छैन। जस्तै अब बजारतिर हेटौँडातिर कहीँ चाहिँ तपाईँले पक्कै पनि त्यहाँतिर जानुहुन्छ होला हैन? अरू विद्यार्थीलाई के सल्लाह दिनुहुन्छ? जस्तै तपाईँभन्दा पछाडिका ब्याजीहरू छन् नि त, अब अर्को वर्ष 2083 को चाहिँ जुन ब्याजीहरू छन् उनीहरूलाई चाहिँ सल्लाह सुझाव दिनुहुन्छ? पछि त यहाँ झनै यहाँ सुविधाहरू पनि बढ्दै जान्छ, त्यसले त झन् पढाइलाई एकदमै सहज बनाउँछ। अनि त्यो पछिको ब्याजको विद्यार्थीहरूलाई चाहिँ के अरे निरन्तर पहिल्यैदेखि पढ्दै जाँदा राम्रो हुन्छ। जोस् निरन्तरता दिनु पर्यो। तयारी चाहिँ पहिल्यै गर्नुपर्छ, परीक्षा आएर तयारी गर्छु भनेर हुँदैन। धेरै राम्रो हो। मैले तपाईँलाई अन्तिममा सोध्न खोजेँ, परिवार र शिक्षकको भूमिका चाहिँ कस्तो रह्यो तपाईँको यो सफलतामा? परिवारले कतिको सपोर्ट गर्नुभयो, अनि शिक्षकहरूले कतिको चाहिँ हौसला दिनुभयो, मेहनत तपाईँलाई गर्न लगाउनु भयो, यो चाहिँ भूमिका कतिको रह्यो? मलाई फ्यामिलीबाट पनि एकदम धेरै सपोर्ट भएको थियो। पढाइको लागि आवश्यक सबै सामग्रीहरू पनि मैले भनेको साथमै दिनुहुन्थ्यो। अनि पढाइको लागि परेको सब त्यो पैसाहरू पनि दिनुहुन्थ्यो। अनि शिक्षकहरूले पनि यहाँ अनि नियमित क्लासहरू गराउनुहुन्थ्यो, कोचिङ क्लासहरू पनि छिट्टै गराउनुहुन्थ्यो। अनि त्यसै प्रेरणा पनि दिनुहुन्थ्यो हामीलाई, यस्तो गर्नुपर्छ। जस्तै हाम्रो अहिले गाउँघरमा के पनि छन् भन्दाखेरि जस्तै छोरा र छोरीमा विभेद गर्ने चलन पनि छ नि। छोरालाई चाहिँ राम्रो विद्यालयमा पढाउने, अनि छोरीलाई चाहिँ सरकारी सामुदायिकमा भन्ने, अनि छोरीलाई चाहिँ कम खर्च गर्ने, अनि छोरालाई चाहिँ धेरै खर्च गरेर पढाउने चलन छ नि। तपाईँको परिवारमा चाहिँ त्यस्तो भयो कि भएन? मलाई त्यस्तो भएन। मेरो परिवारमा चाहिँ तपाईँको परिवारमा कतिजना हुनुहुन्छ? मेरो परिवारमा 5 जना हुनुहुन्छ। 5 जना हुन्छ। दाजुभाइ दिदीबहिनी? एउटा बहिनी एउटा भाइ। जस तपाईँको त्यो पढाइको सिलसिलामा बुवा मम्मीले जुन पढाइमा खर्च गर्नुपर्ने कुरा र जुन खालको चाहिँ सुविधाहरू दिनुपर्ने थियो तपाईँको पढाइको लागि, त्यसमा विभेद भएन नि? मलाई पुरै फुल सपोर्टले दिनुभयो। अब यो पढाइको अलावा तपाईँ यो पढाइ बाहेक चाहिँ तपाईँलाई के गर्न चाहिँ तपाईँलाई धेरै रुचि छ? धेरै भन्नाले ठिकै पढाइ नै अब पढेपछि अब पढ्नै मन लाग्दो रहेछ। अनि त्यो बाहेक चाहिँ मलाई थोरै डान्सिङ र सिङ्गिङतिर चाहिँ अलिक मन लाग्छ। जस्तो चाहिँ एक्स्ट्रा टाइम। धन्यवाद। तपाईँको उज्जवल भविष्यको कामना गर्दछु र
तपाईँको आगामी दिनहरू सफल हुँदै जाओस्। युमी सिङतानलाई धेरै धेरै धन्यवाद छ।